हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ हाम्रो होस्टेलको हिटर रुम। यहाँ हिटर भएर चाहिँ यसलाई हिटर रुम भन्छौँ कि हामीले। अनि यहाँ चाहिँ हामी आगो सज्दैछौँ। यहाँ चाहिँ यत्रो भाँडो पसारेर यिनी आगो सज्दै छिन्। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। यहाँ चाहिँ हामीले पानी हाल्यौँ। पानी अलि थोरै हुन्छ कि भनेर चाहिँ यिनी पानी ल्याउन जाँदैछिन्। अनि यो पानी कति बेला तात्छ होला यत्रो भाँडोमा भनेर चाहिँ म यसरी जुम गर्दै हेर्दै गरेछु। अब चाहिँ यहाँ चामलको पिठो रेडी गऱ्यौँ। चामलको पिठोमा चाहिँ थोरै थोरै पानी हाल्दै मोल्दै गरिछिन् यिनले। हामीले चाहिँ खास भक्का बनाउनु लागेको कि त्यही भएर। अनि यिनी मिच्दै छिन्, म यहाँ आगो हेर्दै यिनले मिचेको हेर्दै गर्दै बसेछु। अनि यहाँ यस्तै भइराख्यो। अनि हामीले मसिनो चाहिन्छ नि त, अनि छान्नी पनि थिएन। अनि हामीले चाहिँ यसरी प्लेटमा राख्दै छान्दै गरे हम के गर्नु, जुगाडु त गर्नु पर्यो होस्टेलमा भएपछि। अनि हामीले फर्स्ट भक्का मैले कस्तो भिडियो बनाउनै पाइनँ कि भक्का राखेको। ओभर एक्साइटेड भयो नि त, फर्स्ट टाइम बनाइरहेको। अनि त्यही भएर अनि यसरी भक्का बनाएर छोप्यौँ। अनि यो चाहिँ हाम्रो दाउरो, यो ग्यास बन्द हुन्छ भनेर ल्याएको कि हामीले होस्टेलमा फेरि झ्याउ हुन्छ नि त। अनि हामीले चाहिँ फर्स्ट भक्का झिक्यौँ। फर्स्ट भक्का चाहिँ अलि जम्न त जमेको थियो कि दर थियो, तर अलिक काँचो भएछ कि हामीले थोरै टुक्रा टेस्ट गऱ्यौँ। अनि त्यसपछि हामीलाई कस्तो काँचो काँचो फिल भयो। अनि यो त अलि खान मिल्दैन कि भनेर चाहिँ यसलाई फेरि समेट्यौँ। अनि समेटेर अब फेरि पकाउन राख्यौँ। हामीलाई चाहिँ कचौराले गर्दा अलि भएन कि भनेर चाहिँ हामीले अहिले तपेसै ढाक्यौँ कि। अनि यत्रो भक्का बन्न त एकदम टाइम लाग्ने रहेछ नि त। अनि त्यही भएर चाहिँ रहेको पिठो फाल्न भएन। अनि त्यही भएर यसको चाहिँ सेलरोटी बनाऊँ भनेर बनाउनुलाई यहाँ भक्का पाक्दैछ। अनि फ्रस्ट्रेट भइसक्यो हामी। यहाँ चाहिँ सेलरोटी बनाउँदै छिन् यिनले चाहिँ। 1 घन्टा हुन लागिसकेको थियो कि, लगभग आधा घन्टा भयो थियो, एउटा पनि भक्का बनेको थिएन कि। त्यही अघिकै भक्का थियो। अनि यिनी चाहिँ यसरी घुमाउँदै छिन्, यसरी घुमाउँछु मैले सेलरोटी भन्दै। अनि यहाँ यो हेर्दै हेर्दै दिक्क लागिसकेको थियो। अनि आगो पनि निम्न लागिसक्यो नि त। अनि चाहिँ यिनी फुक्न दौडिन्छन्। अनि फुक्छिन् यिनले मजासित। अब के गर्नु, अब फेरि ढुङ्ग्रो पनि रहन्छ कि यहाँ। अनि त्यही भएर अब होस्टेलमा बसेपछि त यस्तै छ, जुगाडु गर्नुपर्छ। अनि यहाँ यसरी पाकिरह यत्रो भाँडो छ है, एउटा भक्का पनि बने छैन अझसम्म। अनि कस्तो कुर्दा यिनी चाहिँ फेरि झिक्छु म अब पाक्यो होला भनेर हेर्थेँ। अनि म त अझै भएन होला भनेको। यहाँ यसरी हेर्दैछौँ हामीले चाहिँ पाको कि भन्दै। अनि त यस्तो भएछ कि हाम्रो भक्का चाहिँ जम्मै कपडा, त्यो कपडा टाँसेर अनि यसलाई बल्ल बल्ल गरेर झिक्यौँ हामीले। त्यही पनि अब यत्रो मेहनत गरेपछि त यसो त्यो फालेर खानु मिल्छ कि भनेर हेऱ्यौँ होइन। अनि हेरेको त, अनि टेस्ट गऱ्यौँ पाकेकै नाइ कि। त्यसको हालत यस्तो छ। भक्का कस्तो लाग्यो? मन परेन। अब चाहिँ हामी चाहिँ अब यो भएन भनेर यसरी चिनी पकाउन लाग्यौँ। अनि अब केही त गर्नु पर्यो। अनि मजाले घिउ हाल्दै छिन्। अनि त्यो अघि भक्का बनाउँला भनेर राखेको पिठो नि हाल्दियौँ कि, सबै हालिदिएर अनि गऱ्यौँ। अनि यो भक्काको भाँडोलाई हेर्दा पनि रिस उठिरहेको छ कि एउटा भक्का नि भएन। कम्ता मेहनत गऱ्यौँ त नि हामीले। अनि यहाँ चाहिँ नि यस्तै सेलरोटीको लागि पिठो बनाउँदै छिन्, रेडी गर्दै छिन्। र यो चाहिँ हाम्रो फर्स्ट एन्ड लास्ट भक्का होस्टेलमा बनाएको। माझ्न लाग्यौँ। यत्रो ठुलो भाँडो छ। यो कालो चाहिँ पहिल्यैदेखिको कालो है, हामीले गराएको होइन। अनि त्यसैमाथि यहाँ साबुन पनि सकिएको। अनि यही खरानीकोमा त अब खरानीले माझ्न मिल्यो नि त। अनि त्यही भएर चाहिँ अनि पानी मात्र उमालेको हामीले। अनि यसरी यिनले चाहिँ माझ्दै छिन् मजासित लाएर। अब के गर्नु, अब नबनेपछि अब छिटो काम सक्नु पर्यो नि त। अनि यत्रो भाँडो पनि थियो। अनि यिनले चाहिँ सब ख्यालखुल पखालेर ट्यापटुप। अनि यसलाई चाहिँ हामीले त्यहीँ राखिदियौँ कि। अनि यहाँ चाहिँ अब हामी सेलरोटी बनाउन रेडी भयौँ। अनि यो सेलरोटीको चाहिँ यिनले मजासित मोलमाल पार्दै छ। किन यता आउँछ त? त्यो बिचमा के राख्नु पर्ने भयो क्या? किन यता सर आउँछ? यता पनि घुम्न भाइ फुरेन हुन्थ्यो बरु। बरु घिउ हालेको थियो। अनि यो चाहिँ घुम्दै घुमेन कि, राम्रो पनि भएन नि त। फेरि हामीसित अब त्यो बेली पनि थिएन नि त। अनि त्यही भएर पनि त्यस्तो भयो यस्तो भयो। अनि हामीले चाहिँ जुगाडु बेली गरायौँ। अनि यसरी कचौरा राख्यौँ कि, कचौरा राखेपछि गोलो हुन्छ भनेर। अनि हाम्रो सेलरोटी तयार भयो।
अनि हाम्रो हालत के भएको के भएको आजको लागि यति नै, बाई।